अनि सानी भेरी आएको बल्ल बल्ल एउटा अर्को बोनी भयो। तेस्रो दुई बोनी भयो। एउटा फुटेको थिएन, नत्र 4 क्याच हुन्थ्यो गाइस। हेर्नु त कस्तो मुखी खाप्चै बन्द भयो क्या यसको त। खाप्चै बन्द भएर आएछ क्या यसको त गाइस। खाप्चै बन्द भएर आस्नबाट उन्टेछ गाइस खतरनाक तरिकाले। हेर्नु त वाह क्या माले गाइस। 2 क्याच मारिसकेको थिएँ। अल्झिनु त के ढाडमा अल्झिन्थ्यो, कहिले मुखमा अल्झिन्थ्यो, आज त कहाँ भुँडीमा अल्झेर आयो त गाइज। भुँडीमा अल्झेर आएछ यार गाइज। हेर्नु न यार, ठिकै साइज आयो, भुँडीमा अल्झेर आएछ यार। आन्द्रा सान्द्रा निकाल्दैछ यार। आधा किलो त भयो गाइज। एउटा अलि भर्खर लागेछ। अब एकैछिनमा देखाउँछु है तपाईँहरूलाई कति लाग्यो। यति भयो बोनी गाइज, यति हो। यो फिसिङ रड त होइन गाइज, यो निङ्गालोको बनाएको हो बल्छी। त्यहाँदेखि यहाँ देख्नु गाइज कति, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा लाग्यो गाइस। ऊ आज दाइ ऊ त्यहाँ माथि खेल्दैछ, वारिपारी गरेर खेल्न आज दुई भाइले। म यतापट्टि, दाइ उतापट्टि छ। आज दाइले अब उतापट्टि गएर देखान्छ है तपाईँले दाइले कति मार्यो है गाइस। हामी सानी भेरी आएको थियौँ, आज हावाले खेल्ने दिन्न क्या हो गाइस। हावा लागि मा बल्छीमा खेल्ने दिँदैन। म तलबाट घुमेर उसै पुलबाट घुमेर यतापट्टि आएको। हावा आज यस्तो मौसम पनि गरेछ, हावा लाग्ने पानी पनि जस्तो गरेछ। हावा आगो लागेछ, के हुन्छ हेरौँ त गाइस। लास्टसम्म भनिदिनु होला। भिडियो राम्रो लागेपछि लाइक सब्सक्राइब कमेन्ट सेयर हानिदिनु होला। कल भिडियो अफ गरेको थिएँ यार, के हो यसरी लागेको त। भिडियो अफ गरेको थिएँ, लाइभ यार गाइस। भिडियो अफ गर्दा लाइभ यार गाइस। बल्छी खेल्न आएको त के हो, हावाले त खेल्नै दिँदैन त। एउटा लाग्यो हदिन त अब लाग्नै दिँदैन। हावाले पुरै निङ्गाला हलाएको छ यार। थाहै हुन लागेको छैन माछालाई खान लागेको छ किन यार। लाग्ने पनि आज यही हावा लाग्ने पनि हो। मौसम पनि त्यस्तो गरेछ फेरि आज। छिटोभन्दा छिटो 1 किलो जति मारेर बेच्ने भने झन् आधा किलो जति त भइगयो होला, लगभग आधा किलो जति भइगयो यहाँसम्म नै। थाप्दैछु यार, हावाले त के डिस्टर्ब गरेछ यार। लाग्दै लागेको छैन गाइस, भिजा गरेछ। भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला, स्किप नगर्नु होला। राम्रो लाग्यो भने सेयर गरिदिनु होला। अन्त मेरो ढागल त अर्कै आयो होला गाइस, किनकि म बिमार छु। रोग लागेछ गाइस, मलाई रोग लागेछ, त्यही भएर। ल त म चारा हालि भेट्छु है। मार्छ कि दाइ है गाइस, दाइले मार्छ कि माछा उठाउ। मिस भयो मिस। यहाँ यति लाग्यो, मासु देखाइहालौँ त कति लाग्यो आज टोटल। आधा किलो 1 किलो जति छन्। गाइस हेर्नु, ठुला लाग्यो, ठुला एउटा लागेछ ठुलो। अरू त खिजा छ नि हेर्नु बाहिरबाट। माथि राख्नु भयो। हो कि अब चिसो भतेरा चिसो हेरौँ तब लाग्छ। हावा लागेर खेल्ने दिएछ न। निकाल जस्तो होला नि त हले। सम्पूर्ण ठाउँमा लागेन फेरि लाग्छ किन हेरौँ ल। पानी पनि यस्तो गरेको थियो त तपाईँ। पानी पनि त्यस्तो गरी लाग्छ। अलिक खेल्नु डुबिनुहुन्छ नत्र। ओइ निचे को हुने क्यामेराले जुम गरेर को हिँड्छ भने त ऊ त्यो
को पो रहेछ त्यहाँ हेर्नु सक्नुहुन्छ म त को गएर डुङ्गो हिँड्नु लाग्यो कहिलेबाट गएर डुङ्गो हिँड्नु लाग्यो ऊ त्यहाँ रहेछन् मान्छे त्यो दाउरा बोक्नु लाग्छ नि क्या अनि हामी यहाँ बल्छी टक्क लाग्छ कि नै है अहिले हेरौँ गाइस मछली 1 केजी समथिंग 1-1.5 केजी जितना है जाके बेचने जा रहा हूँ मैं बेचने जा रहा हूँ देखते हैं अब कितना होता है तोल ताल के बताता हूँ आपको वीडियो अच्छा लगा तो लाइक सब्सक्राइब कर देना